मेन मुद्दा त्यो पहिला यो स्टोरी आई एम ह्याप्पी भनेर मेरोमा आएको थियो। आई एम मिस्टर ह्याप्पी भने म कहाँ थियो, मैले भने लगाउँदिनँ। घोष बाबु जो हाम्रो डिरेक्टर हुनुहुन्छ, स्क्रिप्ट लिएर उहाँ कहाँ पुग्नुभएछ, उहाँले यसो हेर्नुभयो हाम्रो के निश्चल कुँवर अनि त्यसपछि 2-4 मान्छेलाई जम्मा गरेर म थ्याङ्कफुल हुन चाहन्छु गोल्डन ओकबाट। यही खुवाएर हो दुईजनालाई जम्मा गर्नु भनेर कुरै नगरिकन डिल भएको यो साँच्ची यत्तिकैमा विचार निश्चल कुँवरलाई त प्रियङ्का भेटाइदिन्छु भन्ने फेरि एनिवे बट भेरी मच ह्याप्पी किन भन्दाखेरि यो चलचित्रमा चाहिँ मैले जहिले पनि भनेको छु जितु दाईको अपार्ट फ्रम जोक तपाईँहरू सबैजना एकदम प्रिय हुनुहुन्छ, एकदमै प्रिय हुनुहुन्छ। म अझ भन्नुपर्दा पर्सनली अपूर्वसँग त अझै नजिक छु किन भन्दाखेरि त्यसको मेरो फोनमा कुरा हुँदाखेरि चाहिँ हामी हाम्रो मदर टङमै बोल्छौँ, द्याट्स भोजपुरी। त्यो चाहिँ मैथिली भोजपुरी सबै बोल्छ, तर म भोजपुरी बोल्छु। तपाईँहरू सबैजना एकदमै उत्कृष्ट हुनुहुन्छ।